ओइ त के भएको मेरो दाजुलाई चाहिँ दिएला हैन दौरामा जानुपर्ने हुन्छ हामीहरू हामी चाहिँ तलतिरसम्म जानुपर्ने छ दौरामा हेर्न यो कुदेको काम छैन ला तुम्बा त अनि विरक्त गरी सुतिरहेछ त हेर न ऊ तुम्बा नि त्यहाँ विरक्त सुतिरहेछ तुम्बा हेर न तुम्बा अब दोषहरू भयो कतिवटा तुम्बा हेर त नि तुम्बा सुतिरहेछ त्यो त्यतिकै आराम गरेको होला हिँड हिँड तिमीहरू भेट भयो दुश्मनहरू सेनापतिहरू भुक्या छन् हाम्रो सेनापतिहरू त्यो कुकुरहरू भुक्दै गर्छन् हामी काममा हिँड्ने म यो नि अहिले त मिलेर ऊ त्यो सानो त लान्छ त्यसले जाऊ 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 ल्याऊ त्यसलाई लान्छ त फेरि आज कता कता आयो आयो आज कता कता आज दियो ल्याऊ साइड ब्याक किक मिल्यो पो अहिले त अघिसम्म हिँड्न हामी चाहिँ पुरै सेक्रेटरीसँग दौरामा हिँड्छौँ है दुईवटा सेक्रेटरी यो चाहिँ हाम्रो भोटे कुकुरै हेर यो चाहिँ हाम्रो लोकलै हो त्यो दौरा काट्ने तुम्बाको छोडेर सेक्रेटरी खतरा छ नि हाम्रो सो हामी चाहिँ दौरा काट्नु त्यहाँ जानुपर्ने अस्ति नि काटिरहेको छ तर यता चाहिँ काटिसकेर नि जलाउँदै गरेको है सो दौरा अझै टन्नै काट्नुपर्ने छ कुद 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 बिस्तारै यहाँ फेरि तेरो मालिकलाई लडाएछ भने त बिजोक हुन्छ हामी चाहिँ यहाँ काट्नुपर्ने हुन्छ हिजोस्ति यो काटिराखेको हेलो खतरा छ नि यो फेरि बाटो पो अप्ठ्यारो छ त यहाँ झर्ने सो आजको मौसम चाहिँ अघि भर्खर पानी पर्न खोजिरहेको थियो अहिले फेरि घाम लाग्यो कुन दिन पानी चाहिँ डह्रो पर्छ आइज 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 बानी गराउनु पर्छ नि हौ त्यसमा त उडिहाल्छ नि यिनीहरू अलिक सानो छ र पत्ता होइन डब्लु ठुलो भएपछि त म बाघ मार्छु भन्छ अब यसलाई कहाँ बाँध्नु नि त्यही हो हाम्रो चाहिँ आज यहाँ कति काटिन्छ यत्रो छ
गाइस हामीले चाहिँ दाउरा यति काटिसकेका छौँ आउँछ भोलि अझै काट्नुपर्ने छ यहाँ अब 2-4 भारी काट्ने अनि जाने कहाँ यति मात्रै काट्छ हौ यहाँ कति 3-4 भारी मात्रै होला त्यही हो अब 2-4 भारी काटेर 4 बजीसम्म काटेर हामी चाहिँ फेरि घर जानुपर्ने हुन्छ है त्यही हो हामी चाहिँ दाउरा काटि पनि सक्छौँ अब भारी लगाएर घर जान आँटेको आज चाहिँ यति नै यहाँ काटियो अलिकति त्यहाँ काटियो 2टा सेक्रेटरीहरू नै छ अब यो भारी हालेर हामी चाहिँ अब घरतिर लाग्ने सो आजको लागि चाहिँ यति नै त्यस्तै हो त अनि हाम्रो सेक्रेटरी हो खतरा छ नि के भन्छ यसलाई ऊ जस्तै छ यो के भन्छ बुलडग कि बुलडग अरे ऐ ओइ के पो अरे यसको नाम लक्की लक्की 7 खतरा छ तर बुढो भएछ केटो एउटा हाम्रो उपर कुद्दैछ केटो अब एक अङ्गालो ड्याममै लगाउने हो अनि जाने हो म त कस्तो भुँडी दुख्दियो क्या लाउँछ लु तपाईँ एक अङ्गालो अब अल्छी लाग्यो क्या लानु पर्ने हुन्छ हाम्रो बिहानको चाहिँ खतरा बढ्छ क्या डेरीमा खराब छ क्या यो दाउरा A few moments later. फाइनल दाउरा पनि लिएर आइसक्यो आजको लागि चाहिँ यति नै है त